नमस्ते, टेस्टले यहाँहरूलाई सम्पुट लिपि अनलाइनमा स्वागत छ। यो हामीले सल्जे सुन्जुमा चाहिँ सबसे अलि च्यालेन्जिङ चाहिँ यो हुन्छ है। सबसे साउन्डमा चाहिँ स भयो, यो स्या भयो, अनि स्या र स्यामा चाहिँ अलिकति फरक छ। अनि तपाईँले यसमा अलिकति साउन्ड अलिकति अलग गर्नुपर्छ है। अनि सा सा स्या र सा स्या सा, अनि यो दुईटामा पनि अलि सेम हुन्छ है। अलि यसमा चाहिँ अलि पातलो, यसमा चाहिँ अलि बाक्लो टाइपको। यो चाहिँ हा मात्रै भनिन्छ। यो चाहिँ हा अलि बाक्लो टाइपको, अलि अलि लामो तान्ने है। यसमा चाहिँ हा। अनि सा र सामा पनि फरक छ है। यो सा कुनैले यो सा गरेर आवाज निकाल्दाखेरि चाहिँ सा जस्तो निकाल्यो भने त्यो हुँदैन, त्यो चाहिँ बेठिक भइरहेको हुन्छ। यसलाई चाहिँ सा भन्नु त। सा 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 यसलाई चाहिँ सा अलि लामो छ है, अलि लामो छ है। हजुर लासु। अनि यसमा चा र चामा पनि अलिक फरक छ है। चा 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 भन्नुहोस् त। चा 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 छा छ छा छ छा छ चा झा झा ज्या झा। झा यसमा चाहिँ फरकै छँदैछ। यसमा चाहिँ साउन्ड टोटली फरक हो। न्या वा यो अलग अलग हो। अनि यसलाई घा भनेर पढ्नुपर्छ है। घा 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 धा 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 हजुर। धा यसले भा 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 था था था। तपाईँहरूले यिनीहरूमा चाहिँ नोटिस गर्नुपर्छ है, त्यो साउन्डमा चाहिँ। अनि पछि बुझेन भने सोध्दै गर्नुहोस्। केही प्रश्न छ कि यो भित्रमा कुन साउन्ड चाहिँ के कसो रहेछ भनेर, साउन्डको बारेमा, यानि कसरी उच्चारण गरिन्छ, केही प्रश्न छ? हजुर लासो छ नि। यो स्या स, यो झ्यामा चाहिँ कस्तो साउन्ड, कसरी चाहिँ हामीले अलिकति त्यो प्रोनाउन्सिएसन गर्ने बेलामा कसरी गर्ने, अलिक थोरै सर्ट तान्ने हो कि यो चाहिँ म धेरै कन्फ्युज हुन्छ क्या। यो तिनवटा छ नि, यो स्या स सा, यो तिनवटामा स्या भने यो चाहिँ अलिक बाक्लो टाइपको छ, जो स्या। हजुर। अनि यो चाहिँ स्या एकदम पातलो स्या स्या। यिनीहरू सबै हामीले यो के नै भन्छ, यो के भन्छ, यो यहाँदेखि घाँटीदेखि आउँछ यिनीहरूको साउन्डहरू। यो चाहिँ अलिक भित्रैदेखि नै आउँछ। स्या भन्दाखेरि चाहिँ भित्रैदेखि हो। स्या सा भनेर चाहिँ हाम्रो भित्रदेखि नै आउँछ यसको साउन्ड। अनि स्या भन्ने चाहिँ यो हाम्रो घाँटीदेखि मात्रै आउँछ यसको साउन्ड चाहिँ। स्या अनि स्या यो चाहिँ स्या अलिक बाक्लो छ यसको चाहिँ स्या। यसलाई चाहिँ कसरी तपाईँले इम्प्रुभ गर्छ भने, अब तपाईँ आफै नै धेरै भन्नुपर्छ, यसलाई धेरै उच्चारण गर्नुपर्छ, धेरैपल्ट गर्नुपर्छ। आफूले नै अलिकति महसुस गर्न थाल्छ कि जुन कुनै चाहिँ हाम्रो मन, यो के भन्छ, हाम्रो मुटुदेखि नै आउनेहरू पनि छ, कुनै पेटदेखि निकाल्नेहरू पनि छ, अनि कुनै फेरि जिब्रोबाट मात्रै निकाल्ने छ, कुनै त्यस्तोहरू छ। अनि कुनै चाहिँ फेरि हाम्रो यो घाँटीदेखि के भन्छ, यहाँदेखि मात्रै निकाल्नेहरू पनि छ। यो चाहिँ साउन्डहरू धेरै छ यसो उच्चारण गर्नेहरू। तिनीहरू स्या स्या सा स्या स्या
सा तपाईँले यो तीनटा मात्रमा कन्फ्युज हुनुहुन्छ भने यो तीनटा मात्रै लेख्नुस् तपाईँले यसरी पढ्नुस् स्या स्या सा स्या स्या सा स्या स्या सा यसरी पढ्नुस् न यसमा पनि यसरी अनि तपाईँले अलिकति फरक मिल्न सकिन्छ अनि अरु के प्रश्न अब हामी मुन्चुकना पाँचवटा यसमा चाहिँ पाँचवटा मुन्चुक छ है मुन्चुक भनेको चाहिँ जुन अंग्रेजीमा चाहिँ प्रिफिक्स भन्दो रहेछ नि प्रिफिक्स जुन मेन लेटर हुन्छ हैन मेन चाहिँ अक्षर हुन्छ त्यो भन्दा पहिला आउनेले चाहिँ मुन्चुक भनिन्छ मुन्चुक मुन भनेको चाहिँ अगाडि भनेको अनि मेन अक्षर हुन्छ है त्यो त्यसलाई चाहिँ मिङ्सी भनेर भनिन्छ भोलिपर्सि आउँछ त्यो मिङ्सी भन्छ मिङ्सी अक्षरको अगाडि भएको कारणले यसलाई चाहिँ मुन्चुक भनेर भनिन्छ है अनि मुन्चुक चाहिँ कतिवटा छ भन्दाखेरि पाँचवटा छ पाँचवटा चाहिँ के हो भन्दाखेरि घा धा भा मा हा घादा भमा हा यो पाँचवटा चाहिँ मुन्चुकङा भनेर यता छ नि मुन्चुकङा भनेर हो त्यस्तो हो जस्तै कि यहाँ फर एक्जाम्पल केही उदाहरणमा यो ह चाहिँ मुन्चुक हो यो छ्या चाहिँ मिङ्सी हो अनि यो चाहिँ याङ हो याङ भनिन्छ नि याङ सी अस्ति पढ्यौं नि हामी केगु स्याप्क्यु टेङ्गो नारो अनि यो चाहिँ स्याप्क्यु भनेर याङ यो चाहिँ झेन्जुक हो अनि तपाईहरुले कन्फ्युज हुन सकिन्छ यो त फेरि मुन्चुक भनिरहेछ किन झेन्जुक भएको भन्दाखेरि त्यो चाहिँ हैन फेरि यो मुन्चुक पछाडी हामी झेन्जुक भन्ने छौं झेन्जुकमा पनि 10 वटा छ जस्तै कि मुन्चुक यो मिङ्सी यो मेन अक्षरको अगाडि चाहिँ यो 5 वटा मात्रै आउँछ अर्को के पनि आउँदैन जस्तै कि खा आउँदैन या का पनि आउँदैन जस्तै कि का जुक भने यस्तो का भनेर के आउँदैन खा आउँदैन खा छ हैन nga पनि आउँदैन चाहरु आउँदैन चा छाहरु यस्तो के पनि आउँदैन यस्तो मेन अक्षरको अगाडि यिनीहरु के पनि आउँदैन यो मेन अक्षरको अगाडि आउने भनेको चाहिँ यो 5 वटा हो यसलाई चाहिँ मुन्चुकङा भनेर भनेको हो अनि त्यसैले यो मुन्चुकङा 5 वटा मुन्चुक चाहिँ के हो भन्दाखेरि का धा भा मा हा 5 वटा मुन्चुक चाहिँ के हो भन्दाखेरि के हो रे घा धा भा मा हा अनि यिनीहरुको एउटा श्लोक छ है अनि त्यो लेक्से जुवा भन्ने त्यहाँ एउटा श्लोक छ अनि त्यो चाहिँ पढ्यो भने तपाईले याद गर्यो भने कण्ठ गर्यो भने धेरै सजिलो हुन्छ त्यसमा चाहिँ गादा भामा हा मुन्चुक भनेर भनिन्छ गंगा दाना भामा हा रला सनम झेन्चुक भनेर झेन्चुक 10 वटा झेन्चुकको बारेमा त्यही छदै छ गादा भामा हा मुन्चुक त्यो एउटा लाइनले नै 5 वटा अक्षर चाहिँ के भन्छ मुन्चुक 5 वटा मुन्चुक चाहिँ त्यहाँ जनाएको हुन्छ का पढ्नुस् है का धा भा मा हा खा धा भा मा हा गादा भामा हा अब त वर्षी तपाईले जाने यसरी पढ्ने अनि यो 5 वटा मुन्चुक चाहिँ त्यो फेरि 30 वटा व्यञ्जन भित्रमै हुन्छ है त्यो 30 वटा व्यञ्जन भित्रमा चाहिँ 5 वटा मुन्चुक 10 वटा झेन्चुक र 2 वटा चाहिँ याङजुक भनेर आउँछ अब हामी झेन्चुकमा पढ्ने छौं अब यो झेन्चुक चाहिँ के हो भन्दाखेरि खा nga धा ना भा मा हा रा ला सा यो
यो 10 वटा चाहिँ झेन्जुक भनेर भनिएको हो। यो 10 वटालाई चाहिँ किन झेन्जुक भनेको चाहिँ जे भन्ने चाहिँ पछाडि भनेको मेन अक्षरको पछाडि आएको कारणले यसलाई झेन्जुक भनेर भनिन्छ। अनि झेन्जुक अक्षर चाहिँ कतिवटा छ भन्दाखेरि 10 वटा छ भनेर घ ङ ध न भ म ह र ल स। अनि यिनीहरू चाहिँ तपाईँहरूले कण्ठ गर्नुपर्छ है। यो चाहिँ अलि ग्रामटिकल हो, अलि ग्रामरमा आउँछ खास। अनि मुजुङा के हो, झुन्झुचु के हो, याङजु के हो, याङजुको अर्थ के हो, याङजु कतिवटा अक्षर, याङजुमा कतिवटा अक्षर छ, झेन्जुक भनेको अर्थ के हो, मतलब के हो, झेन्जुमा कतिवटा अक्षर छ, सबै आउँछ। त्यस्तोहरू प्रश्नहरू आउँछ। अनि हामी पनि भोलिपर्सि क्विज यस्तो 1 महिनामा एकचोटि यसरी अब कतिको जान्दा रहेछ भनेर हामीले यसो हेर्नको लागि भन्छौँ। अनि मुन्जुङा, झेन्जुचु, अनि यो याङजु नि। अनि यिनीहरू चाहिँ झेन्जुकलाई चाहिँ अङ्ग्रेजीमा चाहिँ सफिक्स भनिन्छ है, सफिक्स। मुन्जुकलाई चाहिँ प्रिफिक्स, झेन्जुकलाई चाहिँ सफिक्स, याङजुकलाई चाहिँ अनि त्यो भनिँदो रहेछ सेकेन्डरी सफिक्स भन्दो रहेछ। अनि कुनले पोस्ट सफिक्स पनि भनिँदो रहेछ। अनि हामीले अब त्यो अङ्ग्रेजीमा नसिकौँ, अब यो मैले बुझाएको मात्रै हो, नेपालीमा भन्न आएन त्यसैले। अनि झेन्जुकै सिकौँ हामीले। झेन्जुक कतिवटा छ भन्दाखेरि 10 वटा छ। के हो भन्दाखेरि घ ङ ध न भ म ह र ल स। अनि त्यो जुन मैले लाइन भने नि त्यो लाइनमा चाहिँ यस्तो आउँछ घ ङ ध न भ म ह र ल स नाम झेन्जुक चु भनेर आउँछ। त्यसपछि हामी याङजुक। हुन्छ ल सर। अनि अघि मुन्जुकमा पनि खा छ, झेन्जुकमा पनि घा छ है। अनि त्यस्तोहरू छ। अनि मुन्जुकमा भएको कुनै झेन्जुकमा पनि छ, कुनै छैन। अघि मुन्जुकमा भएको घ ङ ग ध भ म ह। अघि मुन्जुकमा यो 5 वटा थियो, घ ध ध ह भ ह। यिनीहरू अघि मुन्जुकमा भएको, यो चाहिँ झेन्जुकमा। मुन्जुकमा भएको सबै झेन्जुकमा छ है। अनि याङजुक नि भनेको चाहिँ त्यो जुन झेन्जुक मेन अक्षर हुन्छ त्यसको पछाडि चाहिँ झेन्जुक हुन्छ। त्यसको पछाडि पनि अझै एउटा अक्षर आउँछ कहिलेकाहीँ, त्यो भोलिपर्सि हामी झोलोक गर्दाखेरि आउँछ। त्यसलाई चाहिँ याङजुक भनेर भनिन्छ। याङ्गेर जुक्बे, झेन्जुक याङ्गेर जुक्बे न झेन्जुक है। झेन्जुक अक्षरको पछाडि भएको कारणले याङजुक भनेर भनिन्छ। जुन मेन अक्षर भयो त्यसको अगाडि, मेन अक्षरको अगाडि भएकोले चाहिँ त्यो मेन अक्षर भयो होइन, त्यसको अगाडि भएकोले चाहिँ मुन्जुक भन्यो। अनि मेन अक्षरको पछाडि भएकोले चाहिँ झेन्जुक भन्यो। त्यो पछाडिको पनि फेरि एउटा पछाडि हुन्छ, त्यो चाहिँ याङजुक भनेर भनिन्छ। त्यो चाहिँ कतिवटा छ भन्दाखेरि 2 वटा मात्रै छ, त्यो ध र स, त्योभन्दा धेरै छैन। त्यसैले यसमा धेरै खासै कन्फ्युजन हुनुपर्ने छैन। जस्तै अब मैले त्यो गरेको छु है। यो भयो मुन्जुक है। यो भयो घोछे, यो भोलिपर्सि सिक्छ हामी। यो भयो झेन्जुक, यो भयो याङजुक। अघि याङजुक 2 छ भने नि। अनि यो भयो मिङ्सी, मेन अक्षर चाहिँ यो मिङ्सी। अनि यो भयो सक्यु, यो याङ। यो भयो रता, धोक्छे भनिन्छ है। अनि हो जस्तै कि यसमा यो भाउ सा गा तक खा रा तक ढसक्यु टुप भा सा डुप भन्छ है। भाउ सा गा तक खा रा तक ढसक्यु टुप भा सा डुप। अनि भाउ भने चाहिँ मुन्जुक भयो। कुन मेन अक्षरको अगाडि छ भन्दाखेरि यसमा मेन अक्षर चाहिँ यो हुन्छ, यो घा हो। यो घा चाहिँ मेन अक्षर भयो। घाको माथि घोछेन भनेको चाहिँ यो घोछे भनेको चाहिँ
घको मेन अक्षरको टाउकोमा भएर यसलाई चाहिँ गोछे भनेको। अनि अनि यसको घको पछाडि चाहिँ के छ भा छ, त्यसलाई झेन्चुक, यो झेन्चुक है। अनि घको मेन अक्षर घ, त्यसको पछाडि भा छ, भाको पनि पछाडि अझै के छ याङजुक, त्यसलाई याङजुक भनेर भनिन्छ। अनि ङोन्जुक, झेन्चुक, याङजुक। अनि मिङ्सी चाहिँ यो घ हो। अनि यो राता भन्छ है, यो धोक्छेभित्र हुन्छ। अनि धोक्छेभित्र चाहिँ लाता, राता अनि त्यस्तोहरू हुन्छ। अनि यो धोक्छे हो, यसले चाहिँ धोक्छे, यो चाहिँ याङ सक्यो। याङमा कतिवटा छ? 4 वटा छ है। याङमा कतिवटा छ हिजो हामीले सिक्यो नि, याङ 4 वटा हामीले व्यञ्जनसँग जोडेर हामीले हिजो पढ्यौँ नि। याङ कतिवटा छ भन्यौ? ए हजुर 4 वटा। हिगु 4 वटा के हो? सक्यो, हिगु डेङ्बो सक्यो, नारो टेङ्बो, नारो। किकु, सक्यो, टेङ्बो, नारो है। नारो। अब हामीले याङ कतिवटा छ त्यो के हो, अनि सल्जे कतिवटा छ त्यो के हो, अनि ङोन्जुक कतिवटा छ त्यो के हो, झेन्जुक कतिवटा छ त्यो के हुन्, अनि याङजुक कतिवटा छन् त्यो के हुन् भनेर चाहिँ हामीले सिक्छौँ है। त्यो सिकिसक्यौँ भनौँ न, सिकिसक्यौँ। अब भोलिपर्सि हामीले क्विजमा चाहिँ तिनीहरू त्यस्तो प्रश्न आउँछ, तपाईँहरूले जति सक्दो लेख्नुहोस्। नजाने पनि केही फरक पर्दैन, हामी नजानेकै जान्नको लागि सिक्नेछौँ। अनि कतिको जान्दो रहेछ भनेर चाहिँ मैले त्यो गर्नको लागि। अनि भोलिपर्सि हामी फेरि क्लास लागेर फेरि केही दिनपछि, 1 हप्तापछि चाहिँ हामी त्यस्तो, मतलब हामी क्लास लागेर 1 महिनापछि भनौँ, यसरी सानो सानो क्विज गर्दै जान्छौँ है। अनि